आयो I'm back सबैजना देख्यो अब देख्यो अब मिस्टर तामाङ स्वामीले अहिले चाहिँ एक्लै थियो कि म एक्लै थियो स्वामीले भन्नु अनि भन के सिजलिङ दिदीलाई प्रपोज हान्ने गाना बजाएर ओइ 702 रोल नम्बर 702 चिचाउँछस् पनिसमेन्ट त मैले दिने हो क्या भनेको 702 पदम पदम पदमलाई तेरो जुवालीको पनि तेरो दारी सारी सब यसरी घुमाइदिन्छु म सोल्टीको पनिसमेन्ट के छ भन्ने नि सोल्टीले प्रपोज हान्नु पर्यो हाङमालाई यस्तो त हुँदैन यस्तो त त्यो पनिसमेन्टै होइन नि ए होइन ल ल अर्को खतरा त्यो त पनिसमेन्ट पनिसमेन्टै होइन ल नि अर्को चाहिँ ल डेन्जर पनिसमेन्ट हो कि सोल्टी लाइभ मार्नु होइन अनि एलु पनिसमेन्ट न सनिसमेन्ट लोस् के पनिसमेन्ट स्वामी र दिदी लाइभमा बिहा गर्ने त्यो हामी भाडाकुटी खेलेको लाइभमा खेल्न हुन्छ त तपाईँले उहाँले त्यो दिन गइसक्यो त्यस्तो गर्ने दिन म त्यो बेलामा टिकटकमा नयाँ थियो अहिले म बुढो भइसक्यो आई वुड नेभर डु दैट त्यस्तो गर्नुहुन्छ हेर सबैले प्रपोज भनेको त्यस्तो हुँदैन यहाँ सबैजनालाई के यहाँ उयो हुँदैछ भनेको सिजलिङ नाना हेर्नुस् न के भन्दैछ नगर्ने मिस्टर तामाङ स्वामीले गर्ने मिस्टर तामाङ स्वामीलाई दिनु अग्नि मलाई दिनु तँलाई पदम दिएर जुङ्गा सबै ए सोल्टी एउटा पनिसमेन्ट चाहिँ सुरु भइसक्यो नि कस्तो होइन त्यही पनि एउटा त छ नि त एउटा त ल त ठिकै छ होस् अब पनिसमेन्ट यत्रो पोइन्टले जितेर पनि पनिसमेन्ट दिनु पाइँदैन ठिकै छ ल नो सिजलिङ अघि त अनि अघि ढिलो भयो नि है पनिसमेन्ट दिनलाई अब त सक्यो त ल मिस से समथिङ नो म मात्रै बोलिरहेको छु त्यहाँनिर ट्रुथ एन्ड डेयर खेलौँ क्या बरु त्यो भन्दा यो यस्तो हुन्छ क्या हामी पो एकदम फन वेमा बुझ्नेले बुझिराख्नु भएको हुन्छ यो सबै रिकर्ड गरेर युट्युबमा हालिन्छ क्या त्यो पनि टाइटल जे पाए त्यही हुन्छ अनि तपाईँ हेरि नै राख्नु भएको होला जसले पनि स्क्रिन रिकर्ड गर्दै हुनुहुन्छ त्यो नगरिदिनु क्या तपाईँले हामीले कन्टेन्ट त्यो भिडियो हाल्नु पाउनुभयो तर त्यो हुन्छ नि तर त्यो अरे त्योहरू चाहिँ पाइदिए नराखिदिनु क्या जे छ त्यो बरु फन वेमा हामी बसिरहेको छौँ रमाइलो यताउता भनेर राख्नु कि अब यो अब उसले पनिसमेन्ट दिनु खोज्यो नि त्यही रिलेटेड के भनेर आइरहेको हुन्छ क्या भोलि टपक्क डटपट हार न स्कोर हेर त अब तपाईँको काल आउने छ आज रात खुलेर रमाइलो पनि गर्नु पाउँदैन लाइभमा त अरे होइन सर्पिनी मेरो ठुङ्गै नसुङ्गाई मैले ठुङ्गामा पानी पिउन राम्रो मुत्न पनि पाउँदैन अब सर्पिनी हो देखो सर्पिनी रातमा काल आउने छ आज पदम के भरे युट्युब थ्यांक यू ओले रातको बाटो के साइन भइरहेछ दार भूतको आवाज निकाल त छिरेर बसिरहेको भूतको आवाज पदम पदम भूतको आवाज पिक्चर त्यतिकै राम्रो देखिरहेछ भूतको आवाज होइन तपाईँको चाहिँ रगत चुस्न आउँछ अब म ल स्टिभ ब्रदर चुस्न आउँछु रे मलाई के लागेको स्वामी बोक्स लागेछ क्या के गर्यो भूतको आवाज निकाल्नु रेयर हो त यो त रेयर हो त यार एकचोटि फेरि भने त हेलो के हो भन न के हो पदम पदम होइन तिमीहरू के आजका यति धेरै नआस होस् रोहिणीको ज्यानमा केटाको भुचोड्या हो एउटा कुरा चाहिँ भन्छु म ठ्याक्कै छोरो मान्छे जस्तो बेला कपाल काटेर त्यस्तो बेलामा अस्तो केटी मान्छे पछि लागेर विपत्ति मलाई भन्नै पर्दैन केटी मान्छे अनि प्लिज म त तर्से साँच्ची भनेको म रेडी नै थिइनँ क्या त्यसको लागि चाहिँ एकछिन तपाईँले आज मैले पदम अड्किस मेरो फोन आइफोन कता गयो आज
के फोन रे आइफोन 17 प्रो म्याक्स एकछिन हामी पनि सुन्नको लागि अब चाहिँ अलिकति प्रिपेयर हुन्छु नि त सुन्न अघि त छोरा मान्छे भएर फोटो खिचेको बताउँछ मैले छोरा मान्छे जस्तै बसेको छु नि म छोरा मान्छे जस्तै बसेको छु नि कति सालको नि मलाई पनि थाहा कसरी यस्तो ब्याकग्राउन्डमा हाल्न मिल्छ त कसरी त्यो देखाउ न त्यसरी गरेर नसुको सिकायो भने रात बित्छ होइन यो यहाँ छैन क्या यो फोटो यो फोनमा मात्रै छ नि ए खै पहिला चलाउने मैले यो आइडी चाहिँ पहिला यो आइडी पर्छ यार ए म त मरे कसम भनेको एकछिन बताउँछु ल कता कता गएँ फेरि छोरा मान्छे फेरि दिदी मन पराउनु नि मेरो मलाई फेरि ल म मन पराउँदिन हौ तिमी त मेरो बहिनी हो नि कस्तो अर्कै यार आमा उपास देखिरहेछ रोहानी अझै छ अझै कता गएछ त्यो त उयो जस्तै देख्यो त्यहाँ त्यो लैतर 1.2 million, wow, सन्तोष मस्टेन जस्तै म त को बोल्यो भनेर तर्सेको ओइ त्यो माला त्यो के हो संक्रान्तमा है संक्रान्त के अरे होलीमा ह्यान्डसम एन्ड प्रिटी एट द सेम टाइम यहाँ हेर न फेरि यहाँ चाहिँ फेरि अर्कै देखेको छ हौ तर तिमीलाई म त पुरै छोरी मान्छे बसेपा त छोरी मान्छे जस्तो देखिन्छु फेरि हामी कहाँ जानुभयो खतरा ह्यान्डसम देखिने रहेछ अरे रोहन हुँदा मन नपराउने फेरि ऊ मेरो बहिनी हो यो फोटो चाहिँ नहाँस्नु ल फेरि ल कस्तो डर लाग्दछ हौ यहाँ हेर न ओए ह्यान्डसम देखेको छ राम्रो देखिरहेको छ स्वामी यो पनि मै हो जिन्दगी कोरियन जस्तै देखिरहेको छ ल त्यो देखाएर स्वामी नभन्दा भाइ मलाई कस्तो वियर्ड खालको फिलिङ्स आयो तपाईँलाई चाहिँ कस्तो वेयर्ड खालको फिलिङ्स थियो थाइल्यान्ड आउने बित्तिकैमा हो मेरो के अरे ओए तिम्रो यो स्टोरी भन न मजाले म बर्मामा बस्दाखेरि त छोरी मान्छेको लुगा त लगाउने थिइनँ केटा मान्छेको पुरै केटा मान्छेको छोरी मान्छे अरे रोहानी त्यो चाहिँ छ नि तैँले युट्युबमा भिडियो बनाएर हाल्दे युट्युबमा भिडियो बनाएर माइक युज नगरिकन हाल्दे क्या सबैजनालाई थाहा होस् न तेरो रियल स्टोरी सबैजनालाई थाहा होस् न तेरो हामी टाइटल सिकाउँछौँ हामी है मिस्टर तामाङ है हामी सिकाइदिन्छौँ कसरी अपलोड गर्ने भनेर अनि त्यहाँनिर चाहिँ मजाले भिडियो बनाएर हाल्दे क्या अब तैँले यहाँनिर एकजनालाई एक्सप्लेन गर्छ फेरि एउटा मान्छेहरू छिर्नी जाने गर्छ युट्युबमा गएर हेरिदिनु भन्ने मेरो लाइक एउटा केटाबाट केटीको कसरी भएको जर्नी छ नि एउटा त्यो युट्युबमा छ नि रोहानी कस्तो इन्स्पायरिङ पनि हुन्छ थाहा छ इन्स्पायरिङ कतिजना त जस्तै अरूहरूले पनि हेर्छ उनीहरूलाई नि मोटिभेसन हुन्छ त्यो भएर गर्दै क्या त्यो भएर एउटा हजुर छिट्टै आउँछ रोहानी नेपाली होइन नेपाली त बर्मेली नेपाली म त बर्मेमै जन्मेको हुँ ओके ल गाइस तिमीहरू दुईजना हल्ला गर्दा गर्दा म एकछिन गाउँ डुलेर आउँछु ल